हाई एभ्रिवान, आज चाहिँ म धेरै पछि राइड जाँदैछु। मेरो राइड चाहिँ सुकुटे बिचसम्मको छ अनि म र एउटा बहिनी अन्सा भन्ने चाहिँ हामी जान लागेको। अब चाहिँ म उसलाई लिन मतलब ऊ चाहिँ ललितपुरबाट आउने हो, त्यही भएर म चाहिँ पेप्सी कोला जानुपर्ने हुन्छ। अब चाहिँ म पेप्सी कोला गएर भेट्छु। त्यो बहिनी पेप्सी कोला आउँछु भन्दै थियो, उसलाई लिन जाँदैछु। अनि त्यहाँपछि हामी चाहिँ भक्तपुरको बाटो हुँदै जान्छौँ। त्यही हो, अरू त केही छैन। आफ्टर लङ टाइम कति पछि मैले भ्लग गरिरहेको छु, आफ्टर सो लङ। आज चाहिँ म यो एनके 300 छ मसँग। आज मेरो राइड चाहिँ एनके 300 हो अनि पावर चाहिँ एकदम दामी लागिरहेको है मलाई, किनभने म R15 एम चलाएर नि होला, किनभने त्यो त 155 सीसी हो नि त, यो त 300 सीसी। अनि मलाई चाहिँ अलिक दामी नै लागिरहेको पावर चाहिँ, त्यही हो। अर्को कुरा नोटिस गरेँ होइन, यो टिएफटी डिस्प्ले चाहिँ एकदम बवाल देखिँदो रहेछ। अलिकति कुद्दाखेरि पनि भाइ बाउने के होइन। अनि अरू त त्यस्तै हो, दामी मजा आइरहेको छ यो चलाउनलाई चाहिँ। कस्तो कम्फोर्टेबल के, अति धेरै। अब किनभने फेरि मैले पुरै गर्यो भन्नु होला, त्यस्तो चाहिँ के होइन। एममा त अलिक गाह्रै हुन्छ नि त, बडी पोजिसन एन्ड अल। तर यहाँ चाहिँ मलाई खत्रै लागिरहेछ होइन। त्यही हो, अब म चाहिँ दामी दामी भिडियो बनाउने भनेर छु आज। यो बहिनी चाहिँ कहाँ आइपुग्यो होला। बहिनीलाई भेट्छु अनि अब तेल पनि हाल्नु छ होइन। यो चाहिँ कस्तो कन्फ्युजिङ हुँदो रहेछ क्या यो हर्न चाहिँ। मेरो त यहाँ हुन्छ नि त, अनि यहाँ बटनै अर्कै हुने क्या, केही छैन, ठिकै छ। अब हामी एडजस्ट गरेर जान्छौँ। त्यो बहिनी चाहिँ खासमा ललितपुरदेखि आउने हो। सो अहिले चाहिँ हामी तेल हाल्न लाग्छ होइन। गेरै नतान्निदो रहेछ यार, जुत्तै फाट्न लागिसौ। हेलो, के छ के छ? त्यहाँ फाइनली भेटिसकेँ होइन। ऊ चाहिँ मेरो पछाडि आउँदैछ। अब म चाहिँ जाँदैछु, बाटो चाहिँ खासै थाहा छैन, जस अब म्याप हेर्दै जानुपर्ने हुन्छ। अनि त्यही हो, अरू कुरा त त्यस्तै हो। बिस्तारै जाऊँ है हामी चाहिँ। अब आफ्नै फेरि डर लाग्छ, त्यही हो। कति पछि राइड आएको क्या। अनि अब खासै राइडहरू जाँदाखेरि पनि गयो, अलि के नमिल्ने। अब अनि त्यही भएर चाहिँ आज चाहिँ म र त्यो बहिनी जाँदैछौँ आफ्टर सो लङ। गेयर चाहिँ अलिक साह्रो रहेछ यार, मेरो जुत्तै फाट्न लागिसक्यो। बाटो क्या हो, बाटो चाहिँ यस्तो रहेछ। माथि पनि बाटो थियो होला, तर माथिको बाटो चाहिँ रहेन रहेछ। ए माथि त बनाउँदै रहेछ त, सागाको ब्रिज आइपुग्यो, ठुलो ब्रिज। तर यो एनके यस्तो सजिलो हुँदो रहेछ नि, है अन्तिमबाट हेर्नु नि। आफू चाहिँ हाइटै भ्याउँदिनँ के गर्नु, गाडी गर्दै हिँड्नुपर्छ। एकजना बस आउँछ, साइड आउँछ।
Baby, don't you lie, girl, you know your body T. Yeah, you show me your pretty girlfriend, who is she? Yeah, I'm just tryna know if you wanna be with me, with me, with me, with me, with me, with me, with me. If you wanna be with me, with me, with me, with me, with me, with me, with me. If you wanna be with me, you got me hypnotized by the way you look at me. Baby, don't you like, you know your body T. You show me your pretty girlfriend, who is she? Just tryna know if you wanna be with me, with me, with me, with me, with me, with me, if you wanna be with me, with me. Guys, finally हामी चाहिँ बनेपा आइपुगिसक्यौँ। बनेपा यु क्यान सी बनेपा। अनि बहिनी चाहिँ पछाडि आउँदैछ। पछाडि हेर्दाखेरि अगाडि हेर्नु पनि पर्छ है। अनि त्यसपछि गर्नु हुँदैन। झन्डै पछि अगाडि हेर्नै बिर्सेको, तर त्यस्तो चाहिँ गर्न हुँदैन। अनि बेला बेला भ्लग गरिरहेको छु म, किनभने आज दिनभरि बिताउनु छ। अब बाटोमा फेरि अर्को एक्स्ट्रा ब्याट्री लिएर आएको छुइनँ, त्यही भएर अब त्यो चाहिँ यस्तै त्यस्तै रहेछ। ओ माई गड, त्यो धुलो हाइजन लगाइदिउँ। हाइजन लगाएर फेरि मेरो ब्रेकहरूबाट चाहिँ के देखिन्छ के खास चाहिँ, त्यही भएर रोड कन्डिसन चाहिँ यस्तो रहेछ होइन। ल यो अङ्कल के हो है, अलिक साइड लाउनु बिस्तारी प्याटर हिँडेर इच्छालाई सम्झेको थिएँ। अब इच्छा भन्ने मेरो साथी यहीँ बस्ने बाटो हो। अब ठुलो गाडी आयो, म जान्न। त्यो भ्यान कसरी भित्र गयो है, देखेँ त क्या हो, देखेँ त क्या हो। त्यही भएर त्यसरी जानु हुँदैन, बिस्तारै जानुपर्छ, हतार नगरी।
ठ्याक्कै यहाँनिर रोकेको छौँ होइन। अब चाहिँ हामी खाजा खाएर चाहिँ निस्किन्छौँ होइन त साथी। त्यही हो ल, खाजा खाएर निस्किन लागेको छौँ। यहाँ मेरो लोकेसन नै थाहा छैन। यस ठाउँ भ्यूहरू चाहिँ एकदम दामी रहेछ यहाँनिर। मेरो बहिनीले मर्निङ कोटको भ्यू जस्तो भन्थ्यो। ठिकै छ, दामी भ्यू रहेछ। अब हामी गएर अनि अब चाहिँ हामी टक्क बाइक साइक लिएर चाहिँ पुग्छौँ होइन। सुकुटे जान्छौँ, सुकुटे गएर अनि भेट्नु आउँछ। अहिले चाहिँ फेरि यस्तै चिसो भइरहेको छ होइन। अघि त त्यस्तो चिसो भएको थिएन। अब घाम लागेपछि चाहिँ झन् धेरै चिसो हुँदो रहेछ क्या हो यार। कस्तो चिसो भयो यार। चिसो फेरि मैले कपडा पनि टन्नै लाएर आएको छु। फेरि जाडो हुने गरी तर नि कस्तो चिसो भयो। यसको बियर चाहिँ हल्का अल्टिरहेको छ किन हो, तर दामी मजा आइरहेको छ। बाटै बन्द छ यसरी। अहिले चाहिँ हामी ठ्याक्कै सुकुटे आइसकेछौँ। फाइनली सुकुटे आइसक्यौँ। सुकुटेको स्यान्डी बिच मेरो भ्लगमा बोल न तँ। अब हामी आइपुगिसक्यौँ अनि मलाई रमाइलो लागिरहेको छ। सो हामी चाहिँ अब आइसक्यौँ। यहाँ यस्तो छ होइन, स्यान्डी बिच रिजोर्ट। अब चाहिँ हामी यहाँ एकछिन खानासाना खाएर चाहिँ अलिकति रेस्ट गरेर चाहिँ हामी फेरि फर्किन्छौँ होइन। त्यही हो, अब गोप्रो सोप्रो नि ब्याट्री डाउन भइसक्यो। अब चाहिँ हामी एकछिन चार्ज गरेर चाहिँ अर्को फर्किँदाखेरिको पनि अब खिच्नु पऱ्यो नि त होइन। कस्तो लागिरहेछ तिमीलाई? मलाई एकदमै रमाइलो लागिरहेछ। अनि सोच एक्सपिरियन्स आएको थिएन यहाँ कहिले पनि, अनि आएँ यहाँनिर। त्यही हो होइन। अब हामी नि म नि खासै आएको थिएँ। म चाहिँ पहिला एकचोटि दादाहरूसँग आएको थिएँ सबैजना फ्यामिली। अनि रमाइलो भइरहेछ। हामी हरायो धन्नले त्यहीँ झर्ने रहेछ। त्यही हो, अब चाहिँ हामी एकछिन अब रेस्ट गरेर फ्रेस भएर चाहिँ अब हामी उ गर्ने त्यो खोलामा ए लेख्ने। खोलामा ए लेख्ने रे। ल हामी चाहिँ खोलामा ए लेख्छौँ ल है त। अहिले भेट। अब हामी यहाँ खानासाना खाएर चाहिँ हामी फाइनली घर निस्किन लाग्छौँ। अब चाहिँ हामी यहाँबाट डाइरेक्ट नगरकोट हुँदै जाने बाटो जान्छौँ होला, किनभने अघि आउँदाखेरि हामी त्यो 5 खालबाट यता आउने बाटो आएको थियौँ। अब चाहिँ हामी नगरकोट हुँदै जाने बाटो जान्छौँ। त्यो चाहिँ अलिक छोटो बाटो छ अरे यहाँ दाइहरूले भन्नुभएको। अब चाहिँ अब हामी खानासाना खाएर टक्क निस्किन लाग्छौँ होइन। हिँडिसक्यौँ होइन, सुकुटेबाट फर्किसक्यौँ। बहिनी पछाडि आउँदैछ, म चाहिँ
अगाडि हिँड्दैछु मेरो चाहिँ एन्केलले साथ दिइरहेको छ होइन दामी मजा आइरहेको छ यो चलाउनलाई पनि अनि त्यसपछि त्यही हो अब हामी नगरकोट हुँदै जाने भनेको छ बहिनी र मैले चाहिँ डिसाइड गऱ्यौँ अब चाहिँ टक्क नगरकोटको बाटो जाम नै नहोला नि त राम्रो पनि छ अरे अनि त्यही बाटो हुँदै जाने सोचिरहेको छु अहिले यहाँ आइपुग्यौँ यो चाहिँ कुन ठाउँ हो एक्ज्याक्टली थाहा छैन तर त्यही हो अब यहाँ ए यो अघि हामीले फोटो खिचेको ठाउँ आइपुगेको छ यो ठाउँ अब त हामी छिटै पुग्छौँ होला त्यही हो हामीलाई त जाँदाखेरि त टन्नै टाइम लाग्यो आउँदाखेरि चाहिँ फास्ट भइरहेछ जाँदाखेरि हामी टन्नै रोकिरहेको थियौँ यता नि रोक्यो उता नि रोक्यो त्यही भएर होला जाँदाखेरि चाहिँ सजिलो आइरहेको छ त्यही भएर पुगिसकेँ अब त्यसमा फ्रेस भएर